हेलो एभ्रीवन, गुड मर्निङ। आज म लिएर आएको छु मेरो कामको मिनी भ्लग। मेरो कामको साइट रहेको छ आज कहाँ भन्दाखेरि यो ठ्याक्कै साधो बाटोबाट सिधै माथि पहिलामा पसलमा आए। हामीले वलपेपरको सेल पनि लगाउँदैछौँ, कतिलाई थाहा छ होला, कतिलाई थाहा छैन। सो यहीँबाट पनि हजुरले जानकारी पाउन सक्नुहुनेछ। सो डिजाइनको उहाँको जुन चुज गर्नुभएको थियो त्यो डिजाइनको वलपेपर लियौँ। त्यसपछि वी आर ब्याक टु कस्टमरको घरमा। तर त्योभन्दा अगाडि चाहिँ काम गर्नेहरूलाई पनि पर्खिनु पर्यो नि त। अनि त्यही भएको भएर म ठ्याक्कै काम, यो चाहिँ हाम्रो स्टोर है। त्यो माथिको बोर्ड काटिएको छ किनभने कसैले च्यातिदिएको थियो अनि मलाई रिमेम्बर होस् भनेर मैले त्यो चेन्ज नगरे आएको खासमा चाहिँ। अनि त्यसपछि दाइहरूलाई वेट गर्नु त पर्यो। अनि ठेक्का दाइहरू आउनुभयो। आएपछि कस्टमरको ठेक्का हामी घर पुग्यौँ। त्यसपछि ठाउँ हेरेको मुनिको पार्टमा चाहिँ पुरै चिसो आएको रहेछ यतापट्टिको साइडमा। अब चिसोमा वलपेपर लाउँदाखेरि उक्किन्छ होइन। कस्टमरलाई जानी हामीले त्यसरी भन्नु मिल्दैन। मेरो चाहिँ मनले मान्दैन अनेस्टली। अरू सबै ठाउँमा एकदमै सुक्खा, एकदमै राम्रो, सबै एकदमै सही थियो होइन। तर यो मुनिपट्टिको पार्टमा चाहिँ अलिकति चिसो भएको भएर मनै कस्तो खिन्न भएको थियो। मैले उहाँलाई भने यति पार्टमा चाहिँ हामी वलफम लाम भने। अब त्यो पुरै पार्टमा लगाउँदा कस्टिङ लगभग उहाँको 8,000 जस्तो आउँथ्यो त्यो वालमा लगाउँदाखेरि चाहिँ। अनि उहाँले चाहिँ होइन आधी मात्र गरौँ, जति पार्ट चिसो आएको छ त्यो पार्टमा गरौँ, बाँकीमा चाहिँ हामी वलपेपर गरौँ भन्नुभयो। हुन्छ भनेर हामीले यो दुईटा डिजाइनको वलपेपर चुज गर्यौँ। व्हाइट कलरको फर्म चुज गर्यौँ। पहिला हामीले उहाँले दिनुभएको चिया खायौँ। चिया खाएर चाहिँ दाइहरू धमाधम कामहरू गर्न स्टार्ट गर्नुभयो। म चाहिँ त्यहाँ हेर्ने मात्रै, मेरो चाहिँ काम खासै थिएन होइन। मर्निङ भएको भएर चाहिँ म मर्निङमा साइडमै गएर बसेको थिएँ किनभने मामु आउनु भएको छ। अभियसली खाना बनाउनु पर्दैन, मैले मम्मीले बनाइहाल्नुहुन्छ होइन। अनि यो चाहिँ वलपेपर लगाउने प्रोसेस पनि हो है। तपाईँहरू एकदम नयाँ हुनुहुन्छ भने हाम्रो यो भिडियो सँगसँगै अरू पनि भिडियो हेर्नु होला। वलपेपर कसरी लाउने, गम कसरी बनाउने, ओभरअल सबैको भिडियो चाहिँ हामीले राखेका छौँ। यो तपाईँ नयाँ हुनुहुन्छ भने वलपेपर कसरी लाउने मैले बिचमा क्लिपहरू पनि हालिदिएको छु। हजुर एकदमै सजिलो हुन्छ। हाम्रो भिडियो हेर्नुको फाइदा चाहिँ एकदमै धेरै छ साँच्चै भन्नुपर्दाखेरि। तपाईँहरू नयाँ हुनुहुन्छ भने, हामीलाई फलो गर्नु भएको छैन भने, हामीलाई सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ एकदमै छिटो हजुर सब्सक्राइब गरिहाल्नु होला। हामीले कति धेरै स्किम अफरहरू पनि लिएर आइरहेको हुन्छौँ। उताको पार्टमा हामीले लगाइसकिरहेको छौँ भने यो झ्यालपट्टिको पार्टमा पनि लगाउन सुरु गर्नुभयो दाइहरूले। यो पार्टमा चाहिँ हामीले के गर्ने भयौँ भने मुनिबाट चाहिँ हाफ वालफम गर्ने अनि माथिपट्टिको पार्टमा चाहिँ वालपेपरै लगाउने। उहाँलाई चाहिँ त्यो बुट्टेवाला वालपेपर, त्यो फुल बुट्टेवाला वालपेपर कस्तो मन परेको थियो कि, अनि त्यही भएर हाफ भए पनि लगाउने भनेर चाहिँ त्यो साइडमा उहाँले भन्नुभएको थियो। सो लगभग ओभरअल हाम्रो वलपेपरको अरू 3टा साइडमा चाहिँ कम्प्लिट भइसकेको थियो। कटिङहरू यस्तो मजाले गर्नुपर्छ है। हजुरहरूले पनि यसबाट धेरै कुराहरू भिडियो सिक्न सक्नुहुनेछ। त्यस्तै गरेर अब पालो आयो उहाँको फुल बुट्टे वालपेपरको। यो चाहिँ उहाँलाई एकदमै धेरै मन परेको थियो। मुनि चिसो आएको पार्टमा वालफम लगाउने, माथिको पार्टमा चाहिँ वालपेपर लगाउने भनेर पहिला चाहिँ वालको मेजरमेन्ट लिएर अनि यसरी चाहिँ भुइँमा पेपर राखेर कटिङ गर्नुपर्छ। यसरी टेपले कटिङ गर्नुभयो भने चाहिँ एकदमै सजिलो हुन्छ। अनि यो फुललाई चाहिँ तपाईँहरूकोतिर के भन्छ, मेरो कस्टमरको घरमा चाहिँ कस्तो मजाले फुलेको चाहिँ हामी चाहिँ सोस्तानी फुल भन्छौँ। सो ब्याक टु हाम्रो वर्क। यसमा चाहिँ उहाँहरूले काम गर्न सुरु गरिसक्नु भएको छ। मुनिको पार्ट खुर्किएर एकदमै सफा गरिसक्नु भएको छ भने माथि चिसो नआएको पार्टमा चाहिँ मजाले उहाँहरूले वलपेपर लगाउन सुरु गर्नु भएको छ। वलपेपर लगाउँदाखेरि चाहिँ कुन तरिकाले लगाउने भन्ने कुरामा चाहिँ यहाँ पनि हजुर देख्न सक्नुहुनेछ। पहिला वालमा गम लाउने, पेपरमा गम लाउने, पहिला त कटिङ गर्नु पर्यो, डिजाइन मिलाउनु पर्यो, बिचको जुन जोइनिङ पार्टहरू नदुखियोस् भनेर एकदमै मजाले फिनिसिङ राम्रो निकाल्नु पर्ने हुन्छ। हाम्रो चाहिँ काम गर्ने दाइहरू धेरै वर्षको एक्सपिरियन्स हुनुहुन्छ। त्यही भएको भएर मैले उहाँलाई काम दिएर पठाएँ भने मलाई चाहिँ ढुक्क लाग्छ कि उहाँहरू सबै ह्यान्डल गर्नुहुन्छ। मैले त्यहाँ गएर उहाँहरूलाई केही पनि भन्नु पर्दैन। सबै कुरा जस्ट उहाँहरूले म्यानेज गर्नुहुन्छ। काम दिएर पठाइसकेपछि उहाँहरूले आनन्दले गर्नुहुन्छ। बाँकी कुराको मैले केही पनि झन्झटै लिनु पर्दैन क्या। त्यो कुरामा चाहिँ एकदमै विश्वस्त छु। यतिको भइदियो भने चाहिँ हामी अरू काम दिनेलाई पनि सजिलो हुन्छ अनि काम गर्नेलाई पनि सजिलो हुन्छ कि, एउटा ढुक्क हुन्छ। अनि कस्टमरले पनि मजाले सेटिस्फाइड भइसकेपछि अरू कस्टमरलाई उहाँहरूले पनि रिफर गरिदिनुहुन्छ। सो ओभरअल चाहिँ वालपेपर लगाइसके पछाडिको रुम चाहिँ यस्तो देखेको छ। बिफोर र आफ्टरको हजुरले देख्न सक्नुहुनेछ अगाडि कस्तो रुम थियो र अहिले कस्तो भइसकेको छ। यसमा चाहिँ तपाईँहरूको टाइम पनि एकदमै थोरै लाग्छ। अनि त्यस्तो रङ लाउनु भन्दा वालपेपर लगाउनु धेरै फाइदा पनि छ होइन। अनि टाइम पनि एकदमै धेरै बच्छ, फोहोर पनि हुँदैन अनेस्टली है। सो यसमा चाहिँ मुनिबाट हामीले व्हाइट कलरको फर्म लगाउँदैछौँ। पहिला के गर्ने त भन्ने कुरामा चाहिँ पहिला सबै सफा गरेर निकाल्यौँ। त्यसपछि डेन्ड्राइट लगायौँ। अनि अलिकति मुनि नै दाइहरूले चाहिँ लङ नै बनाउनु भएको थियो वालपेपर चाहिँ। तर त्यो भित्र हामीले वालपेपर माथि चाहिँ हामी फर्म लगाउँदैनौँ। सो ठ्याक्क वालपेपर काटेर त्यो अनुसार मिलाउँछौँ। कसरी लगाउँछौँ हजुरले देख्न सक्नुहुनेछ है। कतिपय घरमा चाहिँ म्याक्सिमम मगको घरहरूमा चाहिँ वालहरू मिलेकै हुँदैन क्या। अनि हामीले काम गर्दाखेरि चाहिँ 1 इन्च 2 इन्चले पनि धेरै फरक पर्छ कि। 1 इन्चले तल गइदिन्छ, 1 इन्चले
हजुरले माथि गरिदिन्छ कति धेरै फरक पर्छ नि त अनि त्यो अनुसार उहाँले मुनि डेन्डाइट लगाएर स्टिकर निकालेर माथि चाहिँ लास्टमा गर्ने भनेर त्यो अनुसारले नै गरिराख्नु भएको थियो सो ओभरअल हाम्रो कामको फिनिसिङ चाहिँ यस्तो आएको छ हजुरले देख्न सक्नुहुन्छ कस्टमर एकदमै खुसी म पनि एकदमै खुसी हाम्रो काम सकिसकेको छ त्यही भएर वी आर ब्याक टु आवर स्टोर ठ्याक्कै 11:30 भइसकेको थियो यस्तो भोक लागेको थियो नि सो हजुरले ओभरअल फिनिसिङको चाहिँ यो रहेको छ हजुरहरू पनि हामीबाट सामान अर्डर गर्न सक्नुहुनेछ हाम्रो लोकेसन रहेको छ इमाडुल वालपेपर धनकुटा हजुरले म्यापमा सर्च गरेर आउन सक्नुहुनेछ भने फेसबुक पेज इन्स्टाग्राम पनि वालपेपर धनकुटा रहेको छ 98